नमस्कार साथीहरू, आज पनि म तपाईहरुलाई कम्प्युटरलाई कसरी फास्ट बनाउने भन्ने कुरा फेरि देखाउन गइरहेको छु। यसका लागि सर्वप्रथम तपाईहरु विन्डो किबोर्डबाट विन्डो र आर बटन थिच्नुहोस्। त्यसपछाडी आएको रन कमान्डमा msconfig लेख्नुहोस् र ओके बटन थिच्नुहोस्। त्यसपछाडी सिस्टम कन्फिगरेसन भन्ने एउटा नयाँ डायलग बक्स आउँछ। यसमा तपाई बुटमा जानुहोस्। बुटमा गइसकेपछि यस्तो इन्टरफेस आउँछ। बुटमा गइसकेपछि एडभान्स अप्सनमा जानुहोस्। एडभान्स अप्सनमा गइसकेपछि नम्बर अफ प्रोसेसरमा तपाईको 1 भइराको छ। यसलाई टिक लगाइदिनुहोस् र म्याक्सिमममा क्लिक गर्दिनुहोस्। त्यसपछाडी म्याक्सिमम मेमोरी भन्ने छ, यसमा पनि क्लिक गर्दिनुहोस्। त्यसपछाडी ओके गर्दिनुहोस्। त्यसपछाडी एप्लाई अनि ओके गर्दिनुहोस्। त्यसपछाडी यहाँनिर रिस्टार्ट माग्छ, रिस्टार्ट गर्दिनुहोस्। तपाईको कम्प्युटर धेरै नै फास्ट हुन्छ। यस्तै भिडियोहरु हेर्नको लागि कृपया मलाई फलो गर्न नबिर्सिनु होला। धन्यवाद।